सुकुम्बासीको नाममा हुकुमबासीले राज गरेको कारणले गर्दा यो परिस्थिति भएको हो। यो सबैले बुझेका छन्। त्यो धुलो टकटकाउँदै टिपेको कलमहरू जम्मा गर्दै गरेको। अझै एउटा बच्चाले त हातमा लाल पूजा नभए भने हातमा राष्ट्रिय झन्डा बोक्दै हिँडेको देखियो के। अब अहिले बुद्धनगरतिर यो देवीनगरतिर होइन, यो अनामनगर त्यो मदन भण्डारी साइडतिर मान्छेले घर घरमा अहिले पूजा टाँसेर बसिएको छ। अब पूर्जा भएको घरमा चाहिँ अब हान्न भएन। हेर्नुहोस्, कमसेकम पूर्जा छ भने त त्यो त रातो पूर्जा भएको जग्गा त त्यो त चाहिँ तपाईँको चाहिँ तिरेर किनबेच भएको जग्गा हो नि। त्यो त व्यक्तिको जग्गा हो नि, त्यो त सार्वजनिक सरकारी जग्गा होइन नि पूर्जा भएको जग्गा त। त्यसले गर्दा त्यो चाहिँ छुट्याउनु पर्यो। अब नागरिकले पनि अलिकति हेपेको चाहिँ हो पुराना दलको आडमा। र यो सबै कुरा गरेको चाहिँ फेरि काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, यो तीनवटा पार्टीले हो क्या वास्तवमा। जहिले पनि नेतैको भर पर्दाखेरि चाहिँ तपाईँको चाहिँ सुख पाइन्छ भन्ने त होइन रहेछ। अब अहिले हेर्नुहोस् त, सुकुम्बासी त्यत्रो चाहिँ तपाईँको चाहिँ बिल्ली बिठल्ली भएको छन्। खै त एमाले नेता केही पुगेको थिए, काङ्ग्रेसका